हेलो साथीहरु, आज म फर्सी काट्दैछु। देख्न सक्नुहुन्छ यो भिडियो चाहिँ अन्तिमसम्म हेर्नुस् है। यो फर्सी ठुलो भएको कारणले काट्न साह्रै दो भएको छ के। यो फर्सीलाई उसिनेर खान मन लागेको आज मलाई। हेर्नु न कति मजाले पाकेको छ। यो फर्सी उसिनेर खानको लागि चाहिँ झालमै पाक्न दिनुपर्छ के। यो झालमै रातो भएर पाके भने चाहिँ उसिनेर खानलाई एकदमै मिठो हुन्छ, गुलियो हुन्छ के। देख्न सक्नुहुन्छ मैले यसको बिया निकाल्दै छु। यसको बियालाई चाहिँ अब निकालेर घाममा सुकायो भने पछि टमाटरको चटनी बनाउँदाखेरि पिसेर भुटेर पिसेर राख्यो भने चाहिँ एकदमै टेस्टी मिठो हुन्छ के। अनि अब चाहिँ यसलाई मैले पिस गराएर काट्छु, देख्न सक्नुहुन्छ। अनि यसरी मैले चाहिँ यसलाई पहिले धोएर काट्न सुरु गरे हो। अब चाहिँ धुन पर्दैन। अब चाहिँ यसको अगाडिको भाग हल्का काटेर उसिनेर खायो भने एकदमै मिठो हुन्छ के। पहिले चाहिँ मेरो छोरीलाई खासै मन पर्थेन, नखाइदिने के, मैले एक्लै खान पर्ने। हिजो आज उसलाई मैले सम्झाएको नि त, खान पर्छ है नानी, स्वास्थ्यको लागि एकदम राम्रो हो, पढ्न पनि आउँछ, अनि कपालको जरा पनि एकदम बलियो हुन्छ, खानालाई एकदम राम्रो हो स्वास्थ्यको लागि भनेदेखि उसलाई मनमा लाग्यो होला नि त। हिजो आज उसले पनि मजाले खाइदिन्छ कि। उसले खाएको देखेर अनि आफैलाई पनि एकदमै रमाइलो लाग्ने, अनि भान्सा मिलेपछि पकाउन पनि सजिलो हुने। अनि चाहिँ अब मैले यसलाई यो बियालाई चाहिँ अब सुकाउन लागे। देख्न सक्नुहुन्छ। बाई बाई।